यसपालि झापा 5 मा केपी ओलीको हालत 79 को मेरो जस्तै हुन्छ। सबैले तपाईलाई नि भोट दिने हो, यसपालि त तपाईलाई नि हो भने म पनि मक्ख परेर पत्याएँ। भरे अन्तिममा हाल्ने बेलामा सबैले सवितालाई भोट हालेछन् घन्टीमा। मलाई त 1000 भोट पनि पुगेन, 949 कति मात्रै। यसपालि केपी ओलीको पनि त्यही हालत हुन्छ झापामा, हेर्दै जानुस् तपाईँ। झापामा सबले बा यसपालि भोट त तपाईलाई, तपाईँ त हिँड्नै पर्दैन, तपाईले यत्रो राष्ट्रको लागि गर्नुभयो, यत्रो राष्ट्रवादी नेता तपाईलाई भोट नहालेर कसलाई हाल्नु? त्यो कहाँबाट आएको, त्यो 73बाट आएको, गुइठा बाल्ने ठाउँबाट आएको, त्यस्तोलाई हाल्ने हो र? तपाईँ जानै पर्दैन, तपाईँ भोट माग्न पनि जानु पर्दैन, हामी भोट हालिहाल्छौँ, तपाईलाई नि हो भोट सबले। हाम्रो त परिवारकै भोट तपाईलाई हो भन्छन् र अन्तिममा सबैले ठ्यामठ्यामी बालनलाई भोट हाल्छन्। यिनीहरूले केसम्म भन्छन् अहिले केपी ओलीलाई भने, अब तपाईँ अहिले नै प्रमाणपत्र लिन गए पनि हुन्छ निर्वाचन आयोगमा, काठमाडौँमा सिधै गए हुन्छ, तपाईलाई त्यो केही चाहिँदैन, तपाईँको जित निश्चित छ।